नमस्कार साथीहरू, देश तथा विदेशमा सम्पूर्ण नेपालीहरूलाई। अहिले म छु मलेसियाको यो एलआइटी स्टेसनमा र फेरि म जाँदैछु एलआइटीदेखि एमआरटी स्टेसन, जुन अन्य प्रकारको ट्रेन र यो नेपाल र मलेसियाको विकासको तुलना गर्नेछौँ आज। र अहिले हामी सिधै टुन्डाज एक्सचेन्जको मलभित्र प्रवेश गरिसकेका छौँ। देख्न सक्नुहुन्छ अर्को फ्लोर, यसमा पनि ट्रेन कुदिरहेकै छ र यो सबै एउटा मलभित्र भइरहेको छ। सेकेन्ड फ्लोरमा पनि ट्रेन देख्न सक्नुहुन्छ र यसका माथि र यहाँदेखि माथि सब फ्लोरहरूमा र यहाँदेखि तपाईँले आफ्नो कार्ड राखेर ट्रेनको कार्ड भिजन गरेदेखि फेरि तपाईँ माथि जानुपर्ने हुन्छ। र यो मलमा धेरै किसिमका अन्तर्राष्ट्रिय लग्जरी ब्रान्डहरू छ, तपाईँ देख्न सक्नुहुन्छ। अझै माथि हामी यहाँदेखि यहाँ गएर हेर्नुहोस्, यो पहिलो कफी सप, तपाईँ यहाँको सरसफाइ हेर्नुहोस्, मलको क्वालिटी हेर्नु कुन लेभलमा पुगिसकेको छ यहाँको मल। र यहाँ देख्न सक्नुहुन्छ तपाईँ यहाँको यो मल एकदमै लग्जरी बनाइएको छ। यो मल सायद नयाँ पनि भएर राम्रो देखिए पनि होला, तर सम्पूर्ण ब्रान्डहरू यहाँ उपलब्ध छ। यो देख्न सक्नुहुन्छ डियोको ब्रान्डहरू प्रमोसन हुँदैछ यहाँनिर। अनि एप्पलको सोरुम उत्तिकै भिडभाड छ। एप्पलको सोरुममा पनि ग्राहकहरूको चहलपहल उत्तिकै छ। यो नेपाल पछि पर्नुको मेन रिजन भनेको चाहिँ राजनीतिक अस्थिरता त छँदैछ, भ्रष्टाचारीहरू होइन। यो दीर्घकालीन योजनाहरूको कार्यान्वयनमा कमी भएर पनि हो। अनि अब यो जातिवादहरू भयो, धर्म भयो, यो मलेसियामा कस्तो हुन्छ भने नि, मुस्लिम छ, हिन्दू छ, क्रिस्चियन छ, एभ्रीबडी छ क्या। तर कसैले तैँले गोरु किन खाइस्, तैँले बङ्गुर किन खाइस्, तैँले कुखुरा किन खाइस्, या कुनै पनि चिजहरू, या तैँले यो यस्तो धर्म किन मानिस्, यस्तो किन गरिस्, यहाँ भनेको धर्मको बारेमा या जातको बारेमा भनेको कुनै पनि कहिले पनि टपिकै निस्किँदैन। राजनीतिकको उसमा पनि कुनै पनि कहिले बेला पनि यहाँ छुट्टै किसिमको आन्दोलन भनेको छुट्टै किसिमको हुन्छ। कुनै आगजनी, कुनै हुलदङ्गा नगरिकन साइलेन्ट आन्दोलन हुन्छ यहाँ। त्यही भएर नेपालमा पनि यो तरिकाको भेदभावहरूलाई कम गर्यो भने
यो नेपाल विकास नहुनुमा दोष खालि नेतालाई मात्रै दिएर हुँदैन साथी। हामी नागरिकले पनि नियम पालना गर्ने, सही नेतृत्व छान्नलाई दिमाग लगाउनु पर्यो अलिकति। अनि व्यवसाय व्यापार गर्दाखेरि कर तिर्ने बानी बसाल्नु पर्यो। सानसानो कुराहरू आफूले आफ्नो तर्फबाट सुधार्न सक्ने कुराहरू चाहिँ आफूले पनि गर्नु पर्यो। अनि देश बन्नलाई खासै समय लाग्दैन होला जस्तो लाग्छ मलाई।